हेलो साथीहरू सबैजनालाई नमस्कार। जति पनि मेरो फेसबुकमा रहनुभएको सबैजनालाई हेलो भन्दै म यो भिडियो यहाँदेखि स्टार्ट गर्दैछु। हामीले चाहिँ फ्राइडे वर्ष जाने प्लान गऱ्यौँ, गएर चाहिँ हाम्रो मामा घरमा बस्ने प्लान गऱ्यौँ र म मेरो छोरा अन्यास काकाको छोरीहरू भएर चाहिँ हामी फ्राइडे गएर हामी सोरेङ बस्यौँ। सोरेङ मलबाँसेमा गएर मलबाँसेमा बसेर चाहिँ स्याटरडे हामी वर्षे गयौँ। वर्षे जाँदाखेरि चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ अलिअलि फुल चाहिँ फुलेको छ हो, तर बेसी जस्तो कोपिला रहेछ। यो चाहिँ राइट टाइम होइन रहेछ वर्षे जानु चाहिँ, किनभने वेदरले पनि हामीलाई साथ दिएन हो। अन्त तपाईहरुले हेर्न सक्नुहुन्छ फुल अलिअलि मात्रै फ्लावरिङ भएको छ, बेसी कोपिला हुनाले गर्दा फुल फुलेको छैन। राइट टाइम चाहिँ कहिले रहेछ भन्दाखेरि चाहिँ तपाईहरु आउन सक्नुहुन्छ। कहिले आउन सक्नुहुन्छ? गुड फ्राइडेको दिन। गुड फ्राइडेको दिन तपाईहरु आउनुभयो भने दामी फ्लावरिङ भेट्नुहुन्छ। र साथमा छाता पनि ल्याउनुहोस्, किनभने वेदरको केही भरोसा हुँदैन। थ्याङ्क यू।